साथीहरू, यति बेला दिल्लीको अवस्था एकदमै नाजुक छ। नेपालमा जेन्जीहरूले जस्तो विद्रोह गरेका थिए, अहिले दिल्लीको जन्तर मन्तरमा पनि त्यही हालत भएको छ। हजारौं लाखौं पब्लिक रोडमा आइसकेका छन् भने प्रोटेस्टको लागि। यतिसम्म कि यो स्टुडेन्ट र गभर्मेन्टमा मात्रै सीमित थियो भने यो आन्दोलनमा अब पन्जाबका हजारौं किसानहरू पनि आइसकेका छन्। हजारौं किसानहरूले पनि पन्जाब मात्र नभए अन्य ठाउँहरूबाट पनि आफदम चालिसकेका छन् यो आन्दोलनमा। दिल्लीको जन्तर मन्तरमा हालत एकदमै अवस्था गम्भीर छ। नेपालमा जस्तो जेन्जी आन्दोलन भएको छ त्यस्तै मुभमेन्ट अहिले दिल्लीमा भइरहेको छ भने केही दिन अगाडिदेखि यो पेपर लिकलाई लिएर सोनम वाङचुकले अनसनमा बसेका थिए लामो समयदेखि। त्यहाँको गभर्मेन्टले नजरअन्दाज गरिसकेपछि अहिले नेता कक्रोच पार्टी यो आन्दोलनलाई लिड गरिरहेको छ। यो आन्दोलनमा हजारौं लाखौंमा आन्दोलनमा सहभागी जनाइरहेका छन् र अहिले अब किसानहरू पनि यो आन्दोलनमा आइरहेका छन्। अब यो आन्दोलन कहाँसम्म र कतिसम्म जान्छ, के रूप लिन्छ, यो आन्दोलनले अब हेर्न बाँकी नै छ। अहिले भने दिल्लीको अवस्था एकदमै नाजुक अवस्था छ र एकदमै उग्र रूप लिइरहेको छ यो आन्दोलनले।